दुईटै आइसके सुरुमा निस्केको वाला बच्चा सेकेन्ड निस्केको म यिनीहरूलाई यसमा हाल्न ट्राई गर्दैछु यिनीहरू बस्दै छैनन् छिर एउटा छिरो तपाईँ छिर दुईटै छिरे गाइस ए यहाँ दुईटै छन् यसलाई अलिकति यहाँ साइडमा राखिदिउँ यिनीहरू भाग्न सक्छन् अब लास्ट बचेको एउटा अन्डा छ यसलाई फुटाउँ यसलाई फुटाउनुभन्दा अगाडि सोच्नु यसबाट यो सक्सेस हुन्छ कि फेल हुन्छ त्यसबाट बच्चा निस्किने उमेर त भइसकेको छ अनि यसको बच्चा जिउँदै हुन्छ कि मरिसकेको होला चाहिँ यहाँ अर्को एम्ब्रियो बेलामा कमिला लाग्न थाले ठाउँ स्विच गरिराख्नुपर्ने हो ओके फुटिसकेको छ यसमा मुभमेन्ट किन हो केही पनि देख्दै छुइनँ त्यो देख्यो थोरै मुभमेन्ट आउन थाल्यो सायद यो अन्डा पनि अहिले फुल्ली निस्किने बेला भएको रहेछ हेर्नु यो पनि यो जस्तै रहेछ यो जुन यस्तो छ हो त्यस्तै रहेछ ल फेरि त्यसमा राख्नु कमेन्ट बक्समा भन्नु र फेरि म त्यही ठाउँमा राखौँ बिना यसरी सेलको किनकि अब सेल त मसँग छैन कि यसले यत्तिकै छोडिदिनु कमिलाले खाउन् दुईटा बच्चा शान्तिले बसिरहेका छन् त्यहाँ यिनीहरू त निस्क्यो लेट्स गो गाइज निस्क्यो यो पनि निस्क्यो मेरै हातमा भनेको एउटा मात्र फेल भयो यहाँ बच्चा सबै त ठिक छ अब हामी यो बच्चालाई पनि निकाल्दिउँ यहाँ जुन छ यो बच्चालाई धेरै रिस्क छ यो बच्चा अलिअलि अहिले भर्खर निस्केको अलिअलि प्रिपेयर्ड छैन निस्किनको लागि थिएन मरो क्या हो गाइस सायद यो मरो बच्चा हेरौँ अब हामी खोल्छौँ यो बच्चालाई अनबक्सिङ गर्छौँ यो बच्चाको किनकि सायद यो कमजोर छ त्यसले गर्दा यो सिलमै प्याक भयो वेटै म क्यामेरा राख्छु ठाउँमा हेर्न सक्नुहुँदैछ बच्चालाई खोलियो यसको त ओके गाइस बच्चा पनि निस्क्यो यी गाइस निस्केको यो बच्चा पनि क्युट छ सबै बच्चा क्युट छन् सक्सेसफुल्ली